चलो हामी हावा खाँदैछौँ गर्मीले यहाँ हपी मर्न आँटिसक्यो त हेर्नुहोस् हामी भन्दै होइन अब दोकान आइसक्यो म चाहिँ थाकिसक्यो अब कता बसेर यहाँ चलियो अब चाहिँ अनन्य कसले थाहा छ क्या मेरो के यस्तो खराब ड्याङ मान्छेहरू यता झर्रा छ कि होइन यता किन रोइरहेको हामी भातले दिइसक्नु भएछ अब होइन यस्तो नर्खटे दाइ छ कि यो जस्तो दाइ त नि आज पैसा धेरै आउँछ भनेर हेरेर मस्त कुदिहाल्ने हो क्या कुदिहाल्ने हो चढिहालेको गाडीमा वेलकम टु भ्लग तपाईँहरूले मेरो न्यू भ्लगमा स्वागत छ फेरि पनि आज चाहिँ हेर्नु सक्नुहुन्छ हामी होइन बोजूको छोरीको के अरे गुन्चलम हिँडेको हामी यतिजना चाहिँ गरौँ भएर हामी झरिहाल्यो गाडीदेखि आदिसमा आयौँ र यतिजना गरौँ भएर हामी झरिहाल्यौँ गाडी माथि गइसक्यो अब हामी हिँड्दै हिँड्दै आधी बाटोसम्म जानुपर्ने हाम्रो हालत यस्तो छ हेर्नुहोस् यतिजना धेरै गरौँ भएछ हामी यतिजना गरौँ भएछौँ क्या साथीहरू गर्मी भइरहेछ यहाँ यस्तो घाममा हामीलाई हिँड्नु लगायो त्यो गाडीले केही छैन होइन त्यो 400 रुपियाँ के अरे 400 रुपियाँ कि कति अरे त्यो जनको त्यसले म काटेर कति रुपियाँ 200 रुपियाँ दिन्छु नभए अर्को साल दसैँमा दिन्छु म 100 हामीले यस्तो हिँड्नु लाउनु पाइँदैन यस्तो गर्मीमा यस्तो घाममा धन्न मेकअप गरेको छैन मेकअप गर्नेहरूको मेकअप उत्रिसक्यो यत्रो घाममा हाम्रो त छैन चिन्ता छैन हामीलाई नेचुरल ब्युटी एकदम नेचुरल ब्युटी हो त हाम्रो गाइजहरू यस्तो छ कि के गर्नु आजको दिन यस्तो हामीलाई यस्तो अप्ठ्यारो बाटो हिँड्नु छ यस्तो झाडीमा के गर्नु र त्यसलाई म 100 रुपियाँ मात्रै दिने अब 400 मा 300 यति त नर्मलै हो नि त उसको लागि अरे क्या हामी हावा खाँदैछौँ गर्मीले यहाँ हपी मर्न आँटिसक्यो त हेर्नुहोस् हामीलाई अरे भन्दै हामी चाहिँ तलबाट आएको हेर्नुहोस् के गर्नु अझै माथि पुग्नु पर्ने छ कहिले पुग्नु हिमालमा पुग्नु पर्ने गर्मी हुँदैछ के गर्नु जसो हामी त अब मात्र हिँडिसक्यो अब दोकान पुगेर यति फुर्ती खानु भनेको फुर्ती नखाइ त मेरो चित्तै बुझ्दैन मेरो इनर्जी जुस छ के गर्नु मलाई सबैभन्दा बढी मनपर्ने फुर्ती हो फुर्ती अब एस्ट्रिम किन्नुलाई मसँग पैसा छैन के गर्नु अब भाइले किनिदिन माग्नु पर्यो खै धेरै त छिनाइन होला सायद 200-300 हुनसक्छ के छैन के पनि हुँदैन माथि गएर सबै दिने हो खाने होइन अन्त पिउने हो सो हामी चाहिँ होइन मेरो बुपु स्कुल आइपुग्नु आँट्यो किनकि अब छोडेर गएको स्कुललाई के भन्नु त अब स्कुल होइन पहिलाको स्कुल छोडिसकेको स्कुल के गर्नु यहाँ पहिला हामी तलबाट आएपछि एकदम थाक्थ्यौँ अनि के अरे बरको फेदमा बस्थ्यौँ उ त्यो फेदमा हामी बस्थ्यौँ के गर्नु यो होइन हामी यहाँ बस्थ्यौँ अनि अहिले चाहिँ यहाँ मन्दिर छ नि त यहाँ मेला लाग्छ ठुलो मेला तर म आउँदिनँ मेरो आउने हुँदैन त यहाँ कुरा होइन अब त्यस्तो पऱ्यो के गर्नु अब त्यो स्कुल यहीँ छ है नजिकै छ देखा परिसक्यो म माथिबाटै क्लियर देखाइदिन्छु तपाईँहरूलाई होइन हाम्रो स्कुल यही हो
हाम्रो स्कुल यस्तो राम्रो छ के भन्नु पहिला पानीको अभाव थियो अहिले त सबै बनाएको छ यो पहिला हैन लेडिज टोइलेट थियो अहिले जेन्ट्स टोइलेट बनाएको छ सरहरूको दिमाग ह्याङ भएर हो क्या यो सब भएको हेर्नुहोस् हाम्रो स्कुल कति राम्रो छ स्कुलहरू गाइजहरू होइन अब दोकान आइसक्यो म चाहिँ थाकिसकेँ अब कता बसेर यहाँ खानु सोच्दैछु क्या दोकान पुग्न आँट्छ यहाँ हिँड्दै यता मेरो खुट्टा पसिना आइसक्यो यता हेर्नुहोस् न गाडी हेर्दा त्यहाँ पर्खिरहेको छ यो गाडीलाई त 200 रुपियाँ पनि कट गरिदिनु पर्ने हो नि त जिरो ब्यालेन्स दिनुपर्ने हो के गर्नु अरू के होइन हाम्रो गाडीमा ठाउँ हाम्रो लगेको ठाउँ चाहियो यति मलाई भनिरहेको छ यति चाहियो 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 अब दोकान गएर यति चुस्की फुर्ती लाउने हो अरू चुस्की लाउँछु तिमी देखाइदिउँ भन्छ म फुर्ती लाउँछु तिमी देखाइदिउँ यो मान्छे हेर्नुहोस् त्यहाँ बसिरहेछ काम छैन र हेर्नुहोस् यो मान्छेको कारणले गर्दा हो हामी त्यहाँबाट हिँडेर आइरहेको छु दोकान मान्छे छैन म फुर्ती खानु पाइनँ नि म अब गाडीमा चढेर जान्छु जेसुकै गरेर चढ्यो यता हेर्नुहोस् कतिजना छ मेरो रेकर्ड गाडी चल्यो अब चाहिँ आनन्दले जाने हो प्याक नप्याक छ मान्छेहरू हालत देख्नु सक्नुहुन्छ यहाँ हेर्नुहोस् यतिजना छौँ हामी यस्तो छ हाम्रो हालत हेर्नु चाहिँ धेरै भएपछि मान्छेहरूलाई देखाउनु परेर त हालत यस्तो छ हाम्रो होइन मराउँदै जाने हो होइन यहाँ कोही रेखा जाने छ होइन अब भोग लागिसक्यो के अरे हाम्रो सुन्दर सुन्दर परिहरू कता जाने कुरा गर्दैछ यता हामी हेर्नुहोस् होइन यता मेरो ब्युटिफुल काकीजी होइन है के भन्नु हुँदैछ होइन म चाहिँ एकदम यस्तो सोच्दैछु कि यहाँ बाटो बन्यो कि बनेन नभए यहाँ आलेहरू नि के गर्नुपर्छ म एकै हान्दिन्छु कि तर तिमी नहाँस न धेरै यता हेर्ने बोल्न गरी यिनीहरू के गर्नु बाबु निकालेर यिनीहरू टाउको पुऱ्याएर भने म मेरो नाम पनि होइन कि मेरो काकी यस्तो खतरनाक छ कि होइन म त गायो भने एकजनालाई नै त्यहाँ लप्पसम्म मेरो सत्तो गयो यो बोजूको दोकानमा चाहिँ एकदम मिठो चटपटी बनाउनुहुन्छ कि तर म आज झरेकै छुइनँ किन हो मलाई झर्न अल्छी लागिरहेछ हौ मलाई झर्न अल्छी लागिरहेछ हेर त यो दाजु कसले खन्दैछ बोजूले खन्दैछ दोकानमा गयो जानु पर्यो आइसक्यौँ यहाँ हेर्नुहोस् यतिजना मान्छेहरूको भिड छ यहाँ हेर्नुहोस् मेरो बोजू आज कति सुन्दर देखिरहनु भएको छ मान्छेहरू आज एकदम म चटपटी खाना आँटेको हेर्नुहोस् के खानु यहाँ मलाई सोचिरहेको छु होइन के खानु चटपटी दोकानमा यति धेरै छ होइन त्यही पनि मलाई चाहिँ होइन यहाँ बोजूको हातको चटपटे नै मिठो लाग्छ बोजू चटपटे बनाइदिनु न आइसक्रिम किन आएको होइन यता भाइहरू अरे क्या तिमीहरू पनि आइसक्रिम किन्ने त्यस्तो पो कुरो के गाइज हामीले होइन आइसक्रिम किनिसक्यौँ अब हामी अस्ति चाहिँ
आइसक्रिम चक्लेटै खाने हो हामी होइन अनि खाएर फुल हुने ल गाइसहरू भनेर खाइसकेर यहाँ मान्छेहरू कराउँदैछ गाडी चढियो यहाँ हेर्नुहोस् मेरो भाउजू होइन खाइराख्नु भएको छ त्यो हेर्नु मेरो छोरी ए भगवान नाम सोरा त नाम सोरा त रोएन भन्ने मान्छेको होइन यस्तो छ नाम सोरा भनेको नि खै भाउजू अब चिप्चिसी तलेसम्म तपाईकै छोरी रहेछ मैले मेरो भाउजू त्यति चिप्पिनु भयो तपाईकै छोरी रहेछ अहा मेरो भाउजू जस्तो धर्ममती हुनुहुन्छ कि होइन गाइजहरू तर यो चिप्ची सानो सानो रहेछ हाम्रो बेला चाहिँ ठुल्ठुलो थियो है बोला बोला बिहा गर्ने छेत्री अब हामी सामान निकाल्ने क्रम हेरेर यत्तर टेन्सन छैन त्यो दुईटा नै तिनटा देखाउँदैछ यही राख्ने हो यही राख्ने भरे ल्याउनु हौ कसैले भन्छ मेरो साडी यहाँको डन्डी नै भाँची गयो यहाँको भाँची गएन निस्कि गयो रोडको हालत यस्तो छ त्यही भएर हामी यहाँ घरिघरि झरिराख्नु परेको छ हेर्नुहोस् है यहाँ यस्तो हालत भएर हामी यहाँ घरिघरि झरिराखेको छौँ आज चाहिँ यतिजना झरेको छौँ होइन अब गाडी त पानी यता प्रशस्तै छ चिन्तै मान्नु पर्दैन यहाँ पानीको केही कमी छैन म अब हात धुनु पर्ने छ यहाँ यो पानी त यस्तै चिसो अब चाहिँ होइन हामी लगभग आइपुग्न आँटिसक्यौँ यहाँदेखि परै हो त्यही पनि के हिँड्नु गाडीमा जानु भनेको तर रोडको हालत त्यस्तो रहेछ कति मजाले आनन्द बस्नु ठाउँ पाएको थिएँ अब झरेपछि स्वाहा नै हुन्छ जस्तो भयो हिँड्नु यति छ कि के कुरा गर्नु ओहो यहाँ भत्केर यस्तो हालत रहेछ ओहो हो किन यस्तो भयो किन वाइ भनेर होइन मान्छेहरू कराउँदै कोही हिँड्दैछ पर बिसायो होला सायद पर बिसाएको हुनुपर्छ होइन अब रोडको हालत यस्तो छ के गर्नु म चाहिँ अब राख्नु भएको छ के गीत गाएको म त गीतै सुनेन त कुन गीत गाएको ओहो गाडी उता बिसाएको रहेछ भरेतिर भ्लग होइन म ल त्यहाँ फसेको रहेछ निस्कु ल थाम्छ ऊ पर बाइकमा हुन्छ सहिले त सर पनि ल अब भोलिदेखि लाग्छ कलेज पक्का हो फिक्स हो बस म त घर जान्छु बनाइ घर गए कता देखिँदैन फाइनल गाई चाहिसक्यो देखिँदैन है अब झर्नु पर्यो ड्याङ मान्छेहरू यता झरेर छ कि होइन यता मेरो भाउजू चाहिँ मुख छोडेर बसिरहेको छ अब म झरेँ गाईहरू झरे हामी झरिसकेर यता हेर्नुहोस् है होइन मान्छेहरू यता बसिराख्नु भएको छ उभिराख्नु भएको छ यहाँ दिदी रोइराख्नु भएको छ होइन यता किन रोइराख्नु हामी हिँड्नु पर्यो अगाडिमा भनेर एकछिन शीतलमा उठ्नु पर्यो बुझेको गर्नै भयो साँच्चै गरी भयो दिदी पुतलीहरू यहाँ उभिरहेको छन् खै के लजाउँछौ नलजाऊ न म छु त म ओ एकजना मान्छे गइसक्यो त हेलो ओ बोलाउने त छिटो न बुझले मलाई आज मार्छ होला क्या बुझले हेलो एभ्रिवान फाइनली ओहो मान्छे ओ बेहुलीहरू छ यहाँ चल हाई लाग्दै थियो यिनीहरू नै बसिरहेको छ भनेर यिनीहरू बसिरहेको छ ल यो पनि बनाएको कतिखेर आउनुभएको तपाईँहरू निसा उता दिएको थिएन
पढि हेलो हेलो सुसी दिदी यता रमाइलो यार चौपट गर्दैछ कोठाहरू त ल ल मेरो जेब्रा पढ्न रहेछ हाम्रो कोठा हो क्या के हालत भइहाल्छ अहिले ऊ भएर हो क्या केही छैन गाइजहरू होइन भन्ने सकियो के गर्नु होइन यस्तो यस्तो हालत होइन कोठाको देहातिर सुतेर जो यहाँ झकाझकी होइन खानेको तयारी भएर चाहिँ यता हेर्नुहोस् है गाइजहरू घर गाउँको पारा हालतहरू चाहिँ अलि अढेर कालो देख्यो हो दिदी अलिकति उज्यालो कहाँ गरिदिन्छ ओइ मेरो अचार म कसैले दिँदिनँ ल सो हामी अब यहाँ खाना थालियो यहाँ मेरोमा आइपुगेन हौ सुन्छ खै त मजाले देखिएन मेरो प्यारो प्यारो भाइलाई होइन यता चेस गरेर है ल चेस भाइ चेस चेस ओहो भयो 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 मलाई धेरै अचार होइन खानु छ न गाइजहरू होइन म चाहिँ अब खाना लागेँ है थालेँ है मैले थालेँ मैले चाहिँ होइन अरूहरूको समात दिँदा मेरो हात दुखिसक्यो अब मेरो पालि टिकटक बनाउन हिँडेको होइन तर कता बनाऊँ त्यही राम्रो ठाउँ भेटिरहेको छुइनँ यता बनाऊँ भनेको यता खै राख्ने ठाउँ छ कि छैन हेर्नु परिरहेको छ यहाँ होइन यहाँ टिका तल क्रम चलिरहेछ है मैले पनि टिका लगाइदिनु पर्ने थिएँ यता हेर्नु सक्नुहुन्छ होइन अब टिका लगाइदिनु हामी नै ढिलो रहेछ अब मेरो पालि टिका लगाइदिनु दुईजनाहरू क्या रेस्टुरेन्ट चल दसरात चाहिँ भनेर आशीर्वाद कतिजना साथमा दुईजना ए तिनजना तिनजना हो मैले चाहिँ आज होइन 5 जना टिका लगाइदिएँ हुन चाहिँ साथीहरूसँग 3-4 जना भएको थियो होइन मैले 5 जना टिका लगाइदिएँ एक्स्ट्रा टिका यति खुसी लाग्यो क्या टिका लगाइदिएर तर टिकै टिका लगाइदियो कसले रेकर्ड गर्दैन टिका लगाइदिनु पनि आफूलाई कस्तो प्राउड फिल लाग्यो अब एकछिनमा खाना खाने अनि त्यसपछि चल्दिने घर काम छैन यहाँ अब स्कुल लागेपछि मात्र आउनुपर्छ यहाँ भात ल्याइदिइसक्नु भएछ अब हामी भात खान थालेको यता हेर्नुहोस् धेरैजना भात खान्छ ए तपाईँ म त अरूलाई पो होला भन्ने गर्नु सो गाइज भात खाना थालियो है हामीले भर्खर भात खाइसक्यो होइन मेरो पेट फुल भएर अब एकछिन हामी जानुपर्छ यो दाजुलाई सोद्धाखेरि पनि केही भन्दैन होइन यस्तो नर्खटे दाइ छ कि यो जस्तो दाइ त नि आज पैसा धेरै आउँछ भनेर हेरेर मस्किँदै जाँदैछ हेर को यो आज बेहुली मान्छे के भन्दैछ उसको बेहुला कहाँ खालि भन्नु क्या ए त बेहुला भन्नु हुँदैन रिस्तै हाल्छ क्या अरू मेरो हुनेवाला बुहारी आइसक्यो ओहो मेरो बुहारीमा त मैले छानेको छु को ऊ सलिन उतै छ त घरमा साँच्ची हो उतै जाऊ त बेहुला र मेरो दुइटै उहरू गयो मेरो हुनेवाला बुहारी गयो आजको बेहुली ऊ बोजू हुनुहुन्छ सो गाइजहरू होइन अब हाम्रो खाना खाइसकेपछि हामी त कुद्ने हो घरतिर कुदिहाल्ने यहाँ नबस्ने यहाँ म बस्नु सक्दिनँ गाइजहरू अब हामी घरतिर लाग्यौँ टिकटक बनाएर थाकिसक्यौँ अब घरतिर जाने गाडीमा गाइज अब हामी हिँडिसक्यौँ होइन यहाँ हाम्रो ड्राइभर चाहिँ के भन्नुहुँदैछ यता के अरे मेरो हामी फेन्टा जुस खाँदै जाने हो तपाईँहरू हेरेको ड्राइभर मान्छे हेरेको हुन्छ क्या हामी खाएर कुदिहाल्ने हो क्या भाइ कुदिहाल्ने हो चढिहालेको म गाडीमा